होलीको तिम्रो याद आएको हिमाल भन्दा नि। हेलो साथीहरू, तपाईँलाई स्वागत छ मेरो ब्लगर च्यानलमा। हामी चाहिँ आज बाहुनगुटी आएको छौँ कार्यक्रमको लागि। कहाँदेखि आएको? हामी चाहिँ कान्छी बजारको होइन मङ्गलापुर हो। मङ्गलापुर हामी आएको चाहिँ अफिसदेखि भन न। अफिसदेखि आएको वर्ल्ड कम्युनिकेसन लिमिटेड मणिग्राम ब्रान्चबाट पिकनिकको लागि आएको। एकदमै राम्रो ब्रान्च, ब्युटिफुल ब्रान्च। हामी ब्युटिफुल लेडिजहरू भएको ब्रान्च। आजको भिडियो चाहिँ एकदमै रमाइलो हुनेवाला छ। के गर्छौँ इन्डसम्म हेरेर साथ दिने होला। सबै हामी भ्लगमा देखाउने छौँ। हाम्रो शोभा दिदीको भ्लगलाई सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनुपर्छ ल। हेलो, फाइनली हामी आयौँ बाहुनगुटी पिकनिक। मेरो बहिनी दिदी अनि यता भिडियो गर्ने मान्छे चाहिँ देखाइदिउँ होइन, मास्क खोलेर। कस्तो लागिरहेको हजुरलाई? एकदम आई एम भेरी एक्साइटेड अनि इन्जोइङ पिकनिक। वाउ। अनि अरू अनि के भन्ने अब जानु पर्यो, नास्ता खानु पर्यो, भोक लागिसक्यो अरे। 10 बजे आएर ब्रेकफास्ट गर्ने होइन त अब? वाउ, दाइले चाहिँ केराको पकौडा गराउनु भएको। दाइ यस्तो दामी बनाउनु भएको। हेलो, दाइ कति ह्यान्डसम देखिनु भयो हजुर त। त्यो यस्तो पकौडा त कस्तो पनि आएको छैन। अनि यता चाहिँ भेजिटेबलहरू काटिरहनु भएको छ। पकौडाहरू दिए माई गॉड। देख्नु है, यहाँ सबै म मात्रै पागल हेर्ने पनि सबै पागल छ हामी। यहाँ हाम्रो सजिना मिस कति राम्री देखिनु भयो, सृष्टि मिस कति राम्री। तिमी त खतरा सानो जाऊ त। मिस भयो के कति खेलेको। आफू मन्दिरमा जानेको अरूले मन्दिर हुन्छ। दिदी भन्छौ कि आन्टी भन्छौ? आन्टी भनेर त मोरे पनि दिनी हैन। यस्तै नजर हो। भर्खर 20 वर्षको हुनु भएको आन्टी भन्दा। उठेर खेल्नु सर ल। आउनु भयो बचाउन। दिदीलाई ओरा।
म चलाउन नजाने पनि मेरो फोटो त खिचिदिन सक्छौ हैन ट्राई नगरे मेरा कानका जाली पनि निसी पठाइदिनु पर्ने यार यो भारी बुढीहरू टिनेजरहरू यस्तै हो कि राम्रोसँग धानै फेरि घुम्नु जाऊ क्यामराम्यान फेरि यता होला यहाँ हेर्न सक्नुहुन्छ तपाईँले बुढो बच्चा फर्स्ट स्न्याक चाहिँ हाम्रो रिकेशको तर्फबाट रिकेशले रिसिभ गर्दैछन् आइटम आउँछ रे मासु छुट्ला फेरि लजाएर खाएको र तिमी कति लजान्छ है तिमी हिमाल विक्रम नदुखाइदेऊ दुखीको मन आफ्नै ठानी ठानी नदुखाइदेऊ दुखीको मन आफ्नै ठानी ठानी आफ्नैसँग नमागेर कसलाई मागौँ त नि घन्टाला कि अमला के खाऊ ऐसा करवा माथे हे गोलू गोलू रे हाय देखा करे उठे नहीं पावा था मोट इधर भी छन ए हरी हरी
गोलु पनि छन् सुरज पनि छन् आदरणीय यस वर्ल्डिङ कम्युनिकेसनका अब यो माइक हाम्रो रिकेश गोलुजीलाई हस्तान्तरण गर्न चाहन्छु हेलो देव कहाँ पनि छौ स्टेल नम्बर 16 मा आइदिन म हार्दिक अनुरोध गर्न चाहन्छु के गर्नु ए सुरतमा हामी चाहिँ दोहोरी गाउने भन्ने कुरा हो दोहोरीमा पनि दोहोरी भनेको मैले मात्रै गाएर हुँदैन उताबाट फर्काउने पनि हुनुपर्छ है त्यसको लागि कोही तयारी हुनुहुन्छ कि ल यतापट्टि चाहिँ को छ त्यो दोरीमा खतरनाक प्रवीण सर रे ल यतापट्टिबाट पोहर भन्थ्यो कमला बिस्कुट मिठाई ल्याइकन हेरिरहन्छ राम्री भई छौ कुन साबुनले मुक्दैछ झन्झन राम्री भई छौ कुन साबुनले मुक्दैछ झन्झन राम्री भई छौ कुन साबुनले मुक्दैछ ओर्लिङको पिकनिकमा भेट भएको रानी घाटैमा किन काँडा रोप्यौ नि निर्माया आउने बाटैमा मकाको खाको ओर्लिङको पिकनिकमा भेट भएको रानी घाटैमा किन काँडा रोप्यौ नि निर्माया आउने बाटैमा किन काँडा रोप्यौ नि निर्माया आउने बाटैमा सँगै जिउलानी जोबन देउलानी जोबन देउलानी जोबन देउलानी छालीको तिम्रो याद आलीको हिमाल भन्दा नि छालीको तिम्रो याद आलीको हिमाल भन्दा नि हामी चाहिँ सबैजना फ्यामिली हो होइन आजको दिनमा हामी सबैजना चन ग्रोथ सब चिज बिर्सेर यहाँ बसेका छौँ त्यो रमाइलो आओ होइन राम्रो हो होइन राम्रो हो त्यो होइन सो मैले बनाउँदै चाहिँ यो मैले मेसेज पनि यति लामो मेसेज गरेको थिएँ हिजो होइन अलिकति कस्तो हो भने चाहिँ खासमा चाहिँ हामी चाहिँ सबैजना चाहिँ यो म्युजिक चाहिँ कस्तो नाचौँ लाग्यो यो म्युजिक अफै गरिदिनु त बोल्न खोजेको पनि कुरा पनि बिर्साइदिनु गयो हो हामी सबैजना मणिग्राम फ्यामिलीमा चाहिँ सबैजना इन्भल्भमेन्ट छौँ आउने बित्तिकै पछाडि छोडिदिनु न एकैछिनमा यस्तो छ एकैछिन सुनौँ है सबैजना हामी चाहिँ भरपुर रमाइलो गर्न आयो यहाँनिर हो कि होइन विक्रम हो रे गिरी सर हो यता के अरे हाम्रो सृष्टि मिस हो नि हो अघि सुरुबाटै नाचिरहनु भएको एरिया चाहिँ सो हामी चाहिँ अब सबैजना भरपुर रमाइलो गर्न आएको रमाइलो मजाले गर्छौँ सो भोलिबाट चाहिँ हामी सबैजना फेरि ब्याक टु वर्कमा पनि लाग्छौँ होइन एउटा कुरा भने नि आज त मैले बिर्सेँ चनग्रोथ आजलाई
के हो यो कुन चराको नाम हो भन्ने होइन सो अबको सेसन के हो भने चाहिँ सबजना मजाले नाच्ने हो सुन न नाच्यो कि होइन अब भरपुर सब रमाइलो गर्ने हो नाच्ने हो त्यसमा मैले भन्नु खोजेको सबैजना तिरभित्र चाहिँ नहुँ भन्नु खोजेको है सबैजना हाम्रो रमाइलो गरेर नाच्ने हो अब भरपुर रमाइलो गर्ने हो ल बजाइदिउँ अब यो झ्याउरे बाजा के जाते सब बजाइदिउँ Electric sparks in the midnight glow. Static hum wherever we go. Your eyes are storm, I can't resist. Pull me closer, voltage kiss. Warlink र यो के रे भाइनेट एकै ठाउँमा पिकनिक बाहुनाकोटीदेखि अब हामी चाहिँ नन्द भाउजूताल घुम्न जाँदैछौँ हाम्रो केटीहरू बस ग्याङ बाहुनाकोटी थान भन्ने चाहिँ यस्तो छ यो चाहिँ चिलिया जङ्गलभित्र पर्छ चिलिया मधुलिया समुदायद्वारा निर्मित यहाँ लेडिजहरूको फोटो सेसन चलेको बेला बिच र विशाल भाइ चाहिँ उहाँ एक्लै बसेछन् राम्रो देखिनु भयो सजिना मिस यहाँ क्यामेराम्यान भाइ पनि भेटायो ल हामी बाहुनाकोटी नन्द भाउजूताल आइसकेको छौँ मेरो केटीहरू पनि आइरहेको छ ब्युटिफुल लेडिज नन्द भाउजूताल प्रस्थान भइसक्नु भयो रमाइलो भइरहेछ उता चाहिँ हाम्रो टिम सधैँ हामी सँगै काम हुन्छ र नि यहाँ आउँछ बहिनी Oh my god, हामी पनि आयौँ नि यसमा ओ माई गॉड टिम एउटा ताल आइसक्यौँ अब चाहिँ अर्को ताल जाँदैछौँ अझै त्यहाँ त के खाएर बस्यो हामी पानी कम हो हाम्रो फोटो सेसन चल्दैछ उहाँ हुन्छ क्यामेराम्यान म अनि हाम्रो कस्तो डिस्टर्ब गरिदिरहेको है ड्राइभरले पनि आँखा पनि दुईतिरै लाउने भाइ कति सकेको त नि गाडीसँग त जताततै हेर्न भ्याउनुहुन्छ तपाईँहरूले यताको केटीलाई हेरेर यता केटीलाई मल्टी ट्यालेन्ट रहेछ आँखा जताततै घुम्नु ए बौलाहरू आयो अब बाइक गुरु 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 पार्दै पागलहरू है लगेर अब यस्तो तालले बजाएर आउँछन् के लौ 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 नाचिकन जाऊ छोडेर गए भगवान् के गर्ने होला साना
अनि अर्को नाम के तिम्रो? साना मेरो साहान भन। अलरेडी टिकटकमा भाइरल छ मेरो भिडियो। अनि तिमीलाई के भनेर बोला मैले ल भन त। साना 5533 हाल्नुहोस् टिकटकमा म अलरेडी भाइरल छु। अनि मैले चाहिँ तिमीलाई के भनेर बोलाउँ त्यो भन न। साना साहान साहान भन्छु म तिमीलाई है। ल उता टिम चाहिँ आउँदै हुन्छ। रमाइलो छ है आजको पिकनिक। Shock my heart with your electric fire. Turn me on with your burning desire. Every touch ignites a spark like this. Plug me in with your voltage splash like a heartbeat's thrum. Our connection he touches lightning. Shock my heart with your electric fire. Turn me on with your burning desire. Every touch ignites a spark like this. Plug me in with your voltage kiss. फाइनली हाम्रो पिकनिक सकिसक्यो। हामी सबैजना घर जाँदैछौँ। भिडियो तपाईँलाई कस्तो लाग्यो मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनु होला। र फेरि पनि यस्तै अर्को रमाइलो भिडियो लिएर आउनेछु। बाई।